एउटा ढुङ्गो चाहिँ पक्क बिचमा फुटेर त्यहाँबाट शिवलिङ्ग उत्पत्ति भएको छ है। त्यो अन्त कहीँ पनि नभएको, कसैले स्थापना नगरेको, केवल यहाँ मात्रै भएको हुनाले चाहिँ यो शिवलिङ्गेश्वर भयो भन्ने किंवदन्ती छ। हजुर, शिला चाहिँ एउटै हो तर बीचमा फुटेको यहाँ चाहिँ बीचमा फुटेको देख्न सक्नुहुन्छ र त्यो भन्दा बीचमा बीच भागबाट शिला निस्केको थियो सर। ए पहिला थियो, अहिले त्यो चोरी भइसक्यो। वेलकम इन केवलेश्वर महादेव मन्दिर। अहिले चाहिँ के गर्दैछौँ भन्दाखेरि चैत महिनामा पनि निगुवा भेटेर चाहिँ हामी यहाँ निगुवा खाँदैछौँ। यताबाट जाउँ। वाह, भेरी 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 के भन्नु, भेरी भेरी के हो? अमिलो पो टरो ये। अब साथीहरूले म यतापट्टि देखाउँदैछु है। अब चाहिँ घर, त्यसपछि मन्दिर, विशेष मन्दिर चाहिँ केवलेश्वर मन्दिर चाहिँ यहाँ रहेछ। ऐतिहासिक मन्दिर के गर्नु मन्दिर एउटा खाउँ। निबुवा खानुहुन्छ सरले पनि। अनि यो चाहिँ खाने चाहिँ के भन्दा चिज उसहित के जिब्रै रसायत मिठो छ है। पछि जिब्रो रसाइहाल्छ है सर। अमिलो त हुनै पर्दैन, कुरा सुन्ने बित्तिकै पनि जिब्रो रसाउँछ क्या। सरहरू पनि पहिला अहिले चाहिँ खानामा व्यस्त हुनुहुन्छ। यो भोक लागेर हो सर, बोल्ने फुर्सद कसैले पनि छैन, केसले पनि छैन होइन सर? छैन। भोक मिठै भोजन मिठो भन्थे, भोकले गर्दा यो अमिलोको बोक्रा पनि मिठो भइरहेछ। दाँतै कुरिन गरी खायौँ। हाम्रो एकजना सरलेको आमैले यो चाहिँ हामीलाई दिनुभएको हो। लगभग अब चाहिँ मैले चाहिँ खाइसकेको छु। अब चाहिँ यो मन्दिरको बारेमा, यो ऐतिहासिक मन्दिर केवलेश्वर महादेवको बारेमा अब हल्का यहाँको हुन त हाम्रा साथीहरू हो तर उहाँहरूको पुस्ताको के अरे अस्तित्व चाहिँ यहीँ रहेको कारणले गर्दाखेरि उहाँहरूबाट चाहिँ बुझ्ने कोसिस गर्नेछौँ केवलेश्वर महादेव के हो त खासमा, यो किन फेमस छ भनेर चाहिँ अब हामी जानकारी लिन्छौँ। कोबाट लिन्छौँ भन्दाखेरि मिस्टर घिमिरे इज अल्सो हियर, तर हामी भरत सरबाट लिन्छौँ है सर। के सर भरत सर, के हो यो खास मन्दिर के हो? यो मन्दिर एउटा ऐतिहासिक पुरातात्विक मन्दिर हो। हजुर, यो मन्दिरमा चाहिँ विशेष गरी 2-3वटा किंवदन्तीहरू छन्। हजुर, एउटा किंवदन्ती अनुसार चाहिँ यहाँ पूर्व पश्चिम हिँड्ने, यहाँबाट काठमाडौँ जाने र काठमाडौँबाट यो बाटो हुँदै पूर्व ओखलढुङ्गा, सोलु हुँदै पूर्वीय जिल्लाहरूतिर जाने एउटा मूल बाटो पनि हो यो चाहिँ है सर। अहिले यहाँ देख्न सकिन्छ सर। हजुर, यो पानीको धार हो। त्यसपछि यो के अरे पाटी त्यस्तो थियो पहिलादेखि नै। यो पाटी हो, धेरै पुरानो हो। पुरानो थियो सर। यो बाटो हिँड्ने बटुवाले बास बस्ने ठाउँ यो पाटी हो। अनि यो बटुवाले खाना पकाउने क्रममा चाहिँ हजुर चम्का लगाएर चाहिँ भाँडा बसाल्नु पर्ने, आगो बालेर। हजुर, एउटा चम्का चाहिँ जति मिलाए पनि नमिल्ने, जति मिलाए पनि नमिल्ने मात्रै खोज्ने। अनि भोकाएको त्यो बटुवालाई चाहिँ रिस उठेछ। हजुर, यो पुन्युले एउटा चम्का लाँदाखेरि त्यसबाट चाहिँ रगत बगेछ। हजुर, होइन, बगेपछि चाहिँ त्यहाँ भक्तजनहरू आएपछि त्यो मान्छे चाहिँ ठहरै मर्यो र भक्तजनहरू आएर चाहिँ यहाँ मन्दिर स्थापना के अरे यहाँ शिला स्थापना गरेर यहाँबाट चाहिँ यो मन्दिरको रूपमा आयो, पूजाआजा गर्ने सुरुवात भयो भन्ने एउटा किंवदन्ती छ। हजुर, अर्को चाहिँ यहाँ गाईहरू यहाँ पालिन्थ्यो, जङ्गल थियो। यहाँ एउटा यो गोठालोको चाहिँ गाईले दिनपछि जाने मात्र यो जङ्गल थियो पहिला, त्यहाँ आउने एउटा शिलामा ढुङ्गा चढाउने, के अरे दुध चढाउने होइन। अनि त्यो ग्वालाले चाहिँ त्यो गोठालाले गाईले दुध किन कम दिन्छ भन्ने चाहिँ चियो गर्न थाल्यो। गर्दाखेरि तिनी पछि आएर त्यो शिलामा चाहिँ यो दुध झर्दो रहेछ। अनि त्यसले रिसको जोकमा मेरो गाईको दुध चाहिँ यहाँ आएर यसरी बगाउँदैछ, त्यो शिलालाई चाहिँ त्यहाँबाट उकाएछ। उकाउने क्रममा चाहिँ फुट्यो होइन। फुटेर चाहिँ त्यो फुट्दाखेरि रगत पछि भएपछि त्यहाँबाट चाहिँ यो पूजाआजा गर्न सुरु गरियो भनिन्छ। एउटा किंवदन्ती त्यो छ भने अर्को तेस्रो किंवदन्ती के छ भनेदेखि यो मन्दिरमा चाहिँ कसैले स्थापना गरेको होइन, एउटा ढुङ्गो चाहिँ पक्क बिचमा फुटेर त्यहाँबाट शिवलिङ्ग उत्पत्ति भएको छ है। त्यो अन्त कहीँ पनि नभएको, कसैले स्थापना नगरेको, केवल यहाँ मात्रै भएको हुनाले चाहिँ यो शिवलिङ्गेश्वर भयो भन्ने किंवदन्ती छ। र त्यतिखेर हाम्रो सुवेदी परिवारको वरिष्ठ के अरे राजनीतिज्ञ नवराज सुवेदीको पहलमा बजेट हालेर चाहिँ यहाँ चाहिँ यो मन्दिर पहिला थिएन सर। सामान्य एउटा गिर्जाघरको एउटा वरिपरि घेरिएको तारबार मात्रै लागेको ठाउँ थियो।
यसमा चाहिँ अझ यो प्रताप सिंह शाहको पालामा चाहिँ यहाँको सेनापतिले यहाँ यो शिलामा आएर चाहिँ मैले चाहिँ पूर्व विजय गर्ने भनेदेखि यहाँ आएर चाहिँ के गर्छु भनेपछि यहाँ चाहिँ तारबार लगाएको यो पूजा र के अरे प्रचलन सुरुवात गरेको, यसको चाहिँ गुठीहरूको स्थापना गरेको भन्ने कुराहरू छ। उसको विस्तृत कुराहरू म लेख्दैछु। हजुर, तपाईँको बुकमा पनि पाउँछौँ होइन। पछाडि चाहिँ त्यो नवराज सुवेदीले चाहिँ यहाँ बजेट पारिसकेपछि उहाँको बाबा सम्मभक्त सुवेदी जुन मकै पर्वको किताब छ त्योसँग सम्बन्धित हुनुहुन्छ। उहाँको भिनाजु कृष्णलाल अधिकारीलाई चाहिँ व्याकरणसँग सम्बन्धित लेख्ने कुरामा उत्प्रेरणा दिने काम उहाँले गर्नुभएको छ र उहाँको पहलमा चाहिँ यो ढुङ्गे धारा यो मन्दिर बनाउने काम भयो। यहाँ शिलाहरू थियो, बाहिर यो शिलालेखहरू पनि थिए, घण्टहरू थिए, ठुलो एउटा चाहिँ के अरे त्रिशूल चलाइएको थियो र यहाँभित्र सर अलिकतिर एउटा आश्चर्यजनक कुरो के छ भने चाहिँ काभ्राको फेदबाट चाहिँ एउटा जलकुण्ड छ होइन। त्यो जलकुण्डमा चाहिँ नागहरूको वासस्थान हुन्छ, जो कोही त्यहाँ जानु हुँदैन भन्ने किंवदन्ती थियो र पहिला चाहिँ त्यो नागको पूजा गरेपछि मात्रै यहाँ रुद्री चण्डीहरू के अरे रुद्रीहरू पाठ गर्ने पाठ पूजा सुरुवात हुन्थ्यो र यदि त्यो विधि विधान पुगेन भने चाहिँ यहाँ सर्पहरू आउने घेर्ने होइन दुःख दिने काम हुन्थ्यो र हाम्रा बाबाहरूले हाम्रो परापूर्व कालहरूमा चाहिँ यो चाहिँ एउटा आराध्य देवताको रूपमा पूजाआजा गरिन्छ र यो पछि चाहिँ पुरातत्व विभागले यो अहिले चाहिँ नयाँ ढङ्गको मन्दिरको स्थापना गर्न लागिरहेको छ र यो यसै गरी पार्टी पनि बन्छ भन्ने कुराहरू यहाँ सुन्नमा आइरहेको छ। यहाँभन्दा मुनितिर यस्तै खालको सर एउटा ठुलो पशुवस्तुलाई पानी खानको लागि चाहिँ पोखरी थियो र पोखरी चाहिँ यो डिप बोरिङ गर्ने क्रममा चाहिँ यो पुरिएको छ र यसमा चाहिँ हामी सुवेदी परिवार लगायत वरिपरिका मान्छेलाई दुःख लागेको छ र यो चाहिँ विशेष गरी नित्य पूजा पनि हुन्थ्यो भनेदेखि विशेष पर्व पूजाहरू जस्तै शिवरात्रि भयो होइन, अरू विभिन्न चाडपर्वहरूमा चाहिँ यहाँ धुमधाम मेला लाग्ने, उतिर तलतिर मात्र मान्छे आउने, 2 दिनसम्म यहाँ पुल तार्ने होइन, धुमधामसँग मेला लाग्ने पनि चलन थियो र यो बसोबास चाहिँ तल सरेपछि यो अलि ओझेलमा परेको छ र पुरातत्व विभागले चाहिँ यो राम्रोसँग पुनर्निर्माण गरिदियो भने एउटा ऐतिहासिक एउटा के पर्यटकीय गन्तव्य, धार्मिक पर्यटनको गन्तव्यको रूपमा र ऐतिहासिक अवलोकन भ्रमणको गन्तव्यको रूपमा चाहिँ यसको विकास हुनेछ भन्ने विश्वास मलाई लागेको छ। ल ओके सर, अब म एकचोटि यतापट्टि देखाउँछु होइन। हामीले मन्दिरको बाहिर चाहिँ ढुङ्गामा यो घन्टा पनि राखेर चाहिँ घन्टी राखेको छ। यो मन्दिर भइहाल्यो। यहाँबाट चाहिँ भित्र चाहिँ यसो देखाइदिउँ के रहेछ भनेर चाहिँ शिला रहेछ। सरले अघि भन्दा जस्तो शिला चाहिँ एउटै हो तर बिचमा फुटेको यहाँ चाहिँ बिचमा फुटेको देख्न सक्नुहुन्छ र त्योभन्दा बिच भागबाट शिला निस्केको थियो सर। पहिला थियो, अहिले त्यो चोरी भइसक्यो। यो मन्दिरको संरचना रहेछ। यो चाहिँ पुरातत्व विभागले पुनर्निर्माण गरे रहेछ, ढुङ्गाले बनेको छ। त्यहाँभित्र चाहिँ हामीले एउटा त्यो त्रिशूल होइन त, त्रिशूल पनि देख्न सक्छौँ र यता पनि घन्टा छ। अब घन्टी छ। अब यता अलिकति पछाडि जाउँ, पछाडि चाहिँ के छ भनेर म देखाउँछौँ होइन साथीहरूलाई। यहाँ पनि एउटा घन्टी रहेछ एज अ ब्याक साइडमा, उतापट्टि पनि घन्टी रहेछ र यहाँ माथि जान मिल्छ कि मिल्दैन? मिल्छ। अझ हामी अलिकति माथि गइसके पछाडि चाहिँ यो हामीले अघि अगाडि चाहिँ त्यो एउटा धारा देख्यौँ होइन। त्यो धारामा चाहिँ पानी कहाँबाट आउँछ भन्दाखेरि चाहिँ त्यो ठाउँबाट जलको एउटा कुण्ड छ। जलको कुण्ड, त्यहाँ जान मिल्छ। ठुलो रुख थियो, 2टा रुख थियो, एउटा ढलो सर, एउटा त्यही हो यो कुनाको होइन त? त्यो कुनाको सर। हजुर। अनि त्यहीबाट यहाँ चाहिँ त्यो हामी राजकुलो भन्छौँ नि सर काठमाडौँ, हजुर। त्यसमा चाहिँ ढुङ्गा कुदेर टक्क त्यहाँबाट चाहिँ यो मन्दिरको चाहिँ शिवलिङ्गको उत्तर पूर्वको विस्तृत हुँदै त्यो धारो त्यहाँ जान्छ। त्यहाँ धारोमा चाहिँ पानी झर्ने रहेछ। आजभोलि पनि पानी गइरहेको छ भने पानी बर्खामा अलिक खडेरीको मौसममा चाहिँ 1-2 महिना सुक्छ, नत्र सुक्दैन, नभए नसुक्ने ठाउँ रहेछ। र ठिक छ, हामीले चाहिँ आज 2-3वटा ठाउँ पनि घुमेका छौँ र अहिले चाहिँ प्रायः जसो यस्तो कुवाहरू होइन, पानीका स्रोतहरू चाहिँ सुकिरहेको अवस्थामा चाहिँ 2-4वटा ठाउँ चाहिँ अझै पनि बाँकी नै रहेछन्, जसले चाहिँ हामीले यदि संरक्षण गर्न सक्यो भने चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर बेनिफिट पनि फाइदा पनि लिन सक्ने रहेछ होइन। यस्ताहरूको चाहिँ हामीले संरक्षण गर्नु अति आवश्यक छ भन्ने अब हामी सबैको मान्यता हो, विश्वास पनि थियो र गर्न पनि पर्यो। अब चाहिँ यो मन्दिरको बारेमा चाहिँ हामीले केवलेश्वर मन्दिरको बारेमा लगभग यति नै हो होइन, जानकारी पाइसकेका छौँ र मैले तपाईँहरूले पनि देखाइसकेँ। अब फेरि पनि हामी पछि पनि आउनेछौँ र बाँकी त्यस्तो केही नयाँ कुरा मन्दिरको बारेमा पत्ता लगायो अथवा थाहा भयो भने साथीहरूले के भन्नुभयो भने चाहिँ म तपाईँहरूले फेरि जानकारी गर्नेछौँ। अब हामी कहाँ जान्छौँ भन्दाखेरि अर्को ठाउँ जान्छौँ, फेरि अर्को ठाउँ पनि जान्छौँ। देयर इज डान्सिङ गणेश, माथि चाहिँ ढिकुर सिंह भन्ने डाँडा छ र त्यहाँ एउटा डान्सिङ गणेश भन्ने छ, नेपालको सबैभन्दा ठुलो
एउटा गणेश नाचेको डाँडामा एउटा ठुलो एउटा स्ट्याचु देख्न सक्छौँ। अब हामी त्यहाँ जान्छौँ, त्यहाँको ठाउँ चाहिँ म तपाईँलाई देखाउँछु। ओके।